हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हजुरहरूलाई म पपकर्नको रेसिपी देखाउँदैछु। सुरुमा कराई बसाल्ने अनि थोरै तेल लगाउने अनि त्यो तातेपछि त्यसमा पपकर्न अथवा मकै हाल्ने। मकै हालिसकेपछि त्यसको स्वाद अनुसार थोरै नुन पनि राख्ने अनि एकछिन चलाउने। चलाउँदै गर्नुहोस्। चलाउँदा त्यसपछि एकछिन फुटिसकेपछि यो मकैबाट फुल जस्तो उठ्न थाल्छ। त्यसपछि हजुरहरूले ढक्कनले यसलाई छोप्नुहोस्। यसरी नै हामीले केही टाइमको लागि छोपेर मकैलाई पाक्न छोडिदिनुपर्छ र केही समयपछि हाम्रो पपकर्न रेडी भयो र हेर्नुहोस् त कस्तो यम्मी देखिरहेको छ। थ्याङ्क यू भेरी मच फर वाचिङ माई भिडियोज र यस्तै भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला।